यो भोलिदेखि रक्सी छोड्छु भोलिदेखि रक्सी छोड्छु भनिन्छ होइन, तर रक्सी छोड्ने माहौलै बनिरहेको छैन क्या, नबन्द पनि रहेछ। अब भोलिदेखि रक्सी छोड्छु भनौँ, जुन दिन भनेको त्यसकै भोलिपल्ट चाहिँ एउटाको बर्थडे परिदिन्छ, कि बर्थडे परिदिन्छ कि चाहिँ उसको केही चिजमा नाम निक्लिन्छ, कि एउटाले बाइक या स्कुटी किनेर आउँछ होइन, कि एउटाको ब्रेकअप हुन्छ, कि एउटाको चाहिँ लभ पर्छ, अनेक अनेक चिजहरू हुँदो रहेछ क्या होइन। यो सुखमा पनि चाहिने दुःखमा पनि चाहिने, त्यति पनि भएन भने फेरि पानी परिदिन्छ, पानी पर्ने बित्तिकै फेरि के भयो मौसमले च्यालेन्ज गर्यो भन्ने चिज हुन्छ होइन। अब यी सारा चिजहरू भएनन् भने पनि त्यो फेरि एउटाले भन्छ नि ससुरो मेरो भाइ भने जस्तो साथी मेरा भाइहरू हुन्छन् होइन। ए यार अनि बोतल बोकेर आउँछन्, ए यार आज एक दिन त हुने यार, भोलिदेखि त हामी पनि छोड्छौँ नि यार, खाऊ न यार आज एक दिन त भन्छन् होइन। ओ यार यस्तो पाराले हुँदैन यार, छोड्नै पर्छ भनेर चाहिँ यसो गयो। टिकटक र फेसबुक रिलको जमाना छ, यसो टिकटक हेरौँ होइन। अब हाम्रै सद्गुरुहरूले चाहिँ यस्तो भनेको टिकटक भेटिन्छ क्या। जसले रक्सी पिए उसले आफूलाई आत्महत्याबाट जोगाएर बस्यो, जसले रक्सी पिए उसले आफूलाई डिप्रेसन हुनुबाट जोगाएर बसेको छ, जसले रक्सी पिए उसले आफूलाई एङ्जाइटी हुनुबाट जोगाएर बसेको छ। यो पनि छिन्ने हो भने त एभ्रीवन विल बी डिप्रेस्ड। चाहिँ अब डिप्रेसन नै भएर रक्सी छोड्नु त भएन होइन, होइन यार रक्सी खानै पर्दो रहेछ भन्ने जस्तो लाग्यो। यसो एकछिन सोचो, त्यसपछि फेरि स्कोर गरौँ। यस्तो दारू में मेरा बाप का गराज चला गया, पूरा प्रॉपर्टी चला गया, खुद मेरा बाप चला गया। चिजहरू यी यावत चिजहरू चाहिँ देख्दा देख्दै चाहिँ अब रक्सी भन्ने चिज चाहिँ खान पनि नहुँदो रहेछ होइन। अब नखाँदा पनि नहुने रहेछ, यो खान पनि आवश्यक रहेछ होइन। अब कहिलेकाहीँ फेरि म्याडमजीसँग पनि लफडा पर्छ कि रक्सी छोड कि मलाई छोड भन्नुहुन्छ होइन। अब रक्सी नै छोड्नु पनि भएन, म्याडमै छोड्नु पनि भएन, त्यसै भएर यो छोड्छु भन्नेतिर चाहिँ नलागौँ साथी हो। बरु हप्तामा यसो महिनामा एकचोटि खाउँ, मिलेर खाउँ, हल्का खाउँ भनौँ होइन। रक्सी चाहिँ खानु भयो, रक्सीले हामीलाई चाहिँ खानु भएन होइन। त्यही भएर म्यानेज गरेर खाउँ। यो म छोडेँ सुध्रेँ भनेर चाहिँ नआउनुहोस् है साथीहरू, यो चाहिँ गलत हो यो है।